सानो तर डरलाग्दो प्रश्न छ। भोलि तिमी मर्छौ, थाहा पायो भने के गर्छौ? अनि लुकाएर राखेको त्यो प्रेम पत्र पहिलो प्रेमिकालाई दिन्छौ कि नै? चिया पसलको साउनीसँग अन्तिम पल्ट मस्किन्छौ कि नै? आमा नरुनु न भनेर ओठ कपकपाउँदाखेरि हाँस्न सक्छौ होला त कालले ढोका ढकढकाउँदाखेरि? अनि सोध्छौ होला को थियो जीवनभरि साथमा या को हुन्छ अन्तिमसम्म आर्यघाटमा? बाँच्नुको कति मजा रहेछ आँखाले देख्छ त्यो दिन। यति कमाएछु भन्ने तिम्रो अहंकारले घुँडा टेक्छ त्यो दिन। त्यो दिन सायद तिम्रो शत्रुहरूको लागि खास हुन सक्छ, या छडिक थियो रिस, शत्रु नै थिएनन् तिमीलाई आभास हुन सक्छ। त्यसैले हाँसेरै बोलिदेऊ सबसँग, त्यो दिन सायद तिम्रो पाप र पुण्यको हिसाब हुन सक्छ। ईर्ष्या र घमण्ड सबै भाग्छ होला, मर्ने बेला त बाँच्ने इच्छा नै जाग्छ होला। अनि सोध्छौ होला काश काललाई नै ठग्न सक्थे, या फेरि विगतमा फर्किएर अलि बढी बाँच्न सक्थे। हुन त के गर्छौ हिजोको बारेमा सोचेर? त्यो हिजोमा तिमी फर्केरै जान नपाएसी, जुन भोलिको बारेमा सोचेर यति आत्तिएको छौ, के गर्छौ त्यो भोलिमा तिमी बाँच्नै नपाएसी? काल तिम्रो आफन्त मानौ तिमीले यमराजलाई चिनेको छौ, सब काम भोलिमा टारिदिन्छौ, मानौ तिमीले भोलिलाई खल्तीमा बोकेर हिँडेको छौ। अब जे छ तिमीसँग अहिले छ, यही रातमा छ। आजको दिन कसरी बाँच्ने तिम्रो हातमा छ। हुन त भोलिलाई कसैले देखेको छैन, के थाहा भोलि तिम्रो भाग्यमा लेखेकै छैन। भोलि तिमी मर्छौ, थाहा पायो भने के गर्छौ?